अन्तिम संस्कार गरिसकेका सुभाष जब 20 महिनापछि घर फर्किएर आफ्नै चिहान खोज्न थाले। घरको ऋण र बालबच्चाको भविष्य काँधमा बोकेर परदेश गएका थिए मोरङ बेलबारीका सुभाष तामाङ। घाँस काटेर बनाएको सानो कटेरो, मसिना छोराछोरी, बुढा बाबुआमा र सिन्दुरको कसम बोकेर साउदी अरबको ह्युन्डाई कम्पनीमा उनी काम गर्न थाल्छन्। 2074 असार 25 गते उनी स्यालेरी थापेर कोठातिर फर्किरहेका हुन्छन्। साउदीको सडकमा एउटा भयानक दुर्घटना हुन्छ। त्यो गाडीमा सुभाष सहित 5 जना थिए। 3 जनाको त घटनास्थलमै मृत्यु हुन्छ। बाँचेका 2 मध्ये 1 जना पनि केही दिनमै अस्ताउँछन्। छोरो परदेशमा धन कमाउँदैछ। ऊ फर्किएपछि हाँसी खुसी जिन्दगी काटौँला भन्दै परिवार सपना बुनिरहेका हुन्छन्। एक दिन सुभाष तामाङको घरमा फोनको घण्टी बज्छ। यो केवल फोनको घण्टी मात्र थिएन, वज्रपातको घण्टी थियो। जब काठमाडौँमा रहेको एम्बेसीबाट आवाज आउँछ, सुभाष तामाङको शव लिन काठमाडौँ आउनु। बा आमाले बुढेसकालको सहारा गुमाए, सँगै छोराछोरीले भविष्य अनि श्रीमतीले सिन्दूर। परिवारका सदस्य शव लिन काठमाडौँ पुग्छन्। शव राखिएको बाकसमा नाम लेखिएको हुन्छ सुभाष तामाङ। यो नामले परिवारको सपना होइन, भत्किएको जिन्दगी बोकेर ल्याउँदै थियो। सँगै सुभाषको लत्ता कपडा अनि पासपोर्ट पनि। परिवारमा शोकको सीमा रहँदैन। बा आमाको बुढेसकालको लाठी भाँचिएको थियो। बालबच्चाको भविष्यसँगै श्रीमतीको सिन्दूर र जिन्दगी दैवले चटक्कै चुडेर लगेका थिए। कसले सोचेको थियो होला, रगत पसिना बेचेर धन कमाउन आकाशमा उडेको छोरो बाकसमा फर्किन्छ भनेर। जो छानाको सपना बनाउँदै थियो ऊ आफै काठको बाकसमा फर्कियो। शव छेदविच्छेद अवस्थामा थियो भनिएको थियो। परिवारले शव हेर्ने आँटै गरेन। गाउँलेहरूले आफन्तले चुपचाप शवलाई दफन गरिदिए। सन्तोषी सुभाष तामाङकी पत्नीको सिन्दूर र परिवारको भविष्य त्यही चितामा बिलाएर गयो। परिवारले 2072 श्रावण 6 गते सुभाष तामाङको मृत्यु दर्ता गरिदिन्छन्। सुभाष तामाङको नाम अब मृतकको सूचीमा लेखिएको थियो। अब उनी परिवारको यादमा मात्रै बाँच्नेवाला थिए। आफन्त छरछिमेकीले सुभाषलाई बिर्सिन थालिसकेका थिए। तर परिवार उनको मृत्युको शोकमा रात दिन रोइरहेको थियो। केही दिनपछि सुभाषकी श्रीमती सन्तोषीलाई एउटा फोन आउँछ। भान्जे बुहारीको आवाजमा खुसीको एउटा झिनो आशा बोकेर। माइजू, मामा त जिउँदै हुनुहुन्छ। आकाशमा मडारिएको कालो बादल एकछिनका लागि छ्याङ्ग भएको जस्तै हुन्छ। यो कसरी सम्भव छ? आफूले आफ्नै आँखाले अन्तिम पटक बिदा गरेको श्रीमान जिउँदो हुनुहुन्छ भन्ने कुरा उनको मनले मानेन। आँसु बगाएर बिताएका दिनहरूसँगै शोकलाई आफ्नो जीवनको यथार्थ मानिसकेको मनले फेरि आशाको दीप कसरी बालोस्? उनलाई लाग्यो आफूले श्रीमान गुमाइसकेपछि आफ्नाहरूले हेपेर जे पनि बोलिदिँदा रहेछन्। तर भित्रको विश्वासले उनलाई खुट्टा अगाडि बढाउन बाध्य बनायो। भान्जे बुहारीको घर पुग्छिन् उनी। सुनसान माहौल, केही मानिसहरूको भिड। साउदीमै भएका भान्जालाई फोन लगाउँछिन्। भान्जाले भन्छन्, मरेको मान्छे कहाँ जीवित हुन्छ र माइजू? मैले त सपनामा मामाले कोटटाई लगाएर आएको पो देखेको थिएँ। तपाईँकी भान्जे बुहारीलाई त्यही सुनाएको। उनले मामा जीवित हुनुहुन्छ भन्ने बुझिन्। सन्तोषीलाई घाउमा नुन छर्किए जस्तै हुन्छ। श्रीमान गुमाएर मन बुझाइसकेकी उनलाई श्रीमान जीवित नै छन् भन्दा कत्रो वज्रपात पर्यो होला, यो उनैलाई थाहा छ। उनी घर फर्किन्छन्। दिनभरि रोएर बस्छिन्। उता साउदीको अस्पतालमा उपचाररत व्यक्तिको 75 दिनपछि होस खुल्छ। यो सबै घटनाले त्यहाँ मोड लिन्छ जब ती व्यक्तिले आफ्नो नाम सुभाष तामाङ बताउँछन्। हो, तपाईँले सही सुन्नुभयो। दाह संस्कार गरिसकेका सुभाष जीवित नै थिए साउदीमा। आउनुहोस् जानो आजको डिस्कभर नेपालमा के भएको थियो सुभाष तामाङको यो घटनामा। उनी जीवितै थिए भने दाह संस्कार कसरी गरियो? उनी जीवितै घर फर्किएपछि के भयो त? अस्पतालमा गम्भीर अवस्थामा रहेका सुभाषलाई पनि कम्पनीले मृतक ठहर गरेको रहेछ। उनको नाम अर्कैको शवसँग चितामा लडिरहेको थियो अनि उनको जिन्दगी अस्पतालको बेडमा। 2074 असार 25 गते दुर्घटनामा ज्यान गुमाउने टेकेन्द्र भण्डारीको शव सुभाषकै शव भनेर घर पठाइएको रहेछ। काठको बाकसमा आएपछि परिवारले शव हेर्ने आँट्नै गरेनन्। शव छेदविच्छेद अवस्थामा छ भनिएको थियो। शवसँगै सुभाषको पासपोर्ट र केही लत्ता कपडा पनि थिए। सुभाषकी श्रीमती सन्तोषीका अनुसार उनी आधा अचेत अवस्थामा थिइन्। पतिको अन्तिम अनुहार हेर्न आँखा चलेनन्। आफ्ना श्रीमान त बाकसमा छन् भनेर अरूले भनिदिएको भरमा उनी विश्वास गर्न बाध्य भइन्। अगाडि चिन्ने मान्छे कोही निक्लिएन। अगाडि लास होइन सन्तोषीको बुढा होइन यो त भने अरे पिछाडी
खुसु अब अगाडि सिधा आएर यो होइन भनेर अब मलाई यसो म त्यतिखेर बिहोस थिएँ, अवस्था त्यस्तो थियो, मैले अब हेर्न सकिनँ। घरमा बाबुआमाले पनि के सम्झ्यो, उनीहरूले पनि हेरेन। अब दाइ भाइहरू अरू आफन्तहरूले पनि अब उनीहरूले के भएर हेरेन कि अब नचिनेरै हो कि के गरो त्यो मलाई थाहा भएन, म त आफै बिहोसीमा थिएँ। परिवार पनि शोकमा थियो। गाउँले आफन्तले देखे तर कसैले यो सब सुभाषको होइन भनेर भनिदिएनन् वा कसैले चिनेनन्। काठको बाकसले उनको जिन्दगी सकिएको घोषणा गर्यो, तर भगवानले अर्को पटक सुभाषलाई जिन्दगी फिर्ता पठाएका थिए। अस्पतालमा भर्खर होस आएका सुभाष बेडबाट उठ्न खोज्छन् तर सक्दैनन्। देख्छन् शरीरभरि चोटै चोट छ। उनलाई के थाहा परिवार उनलाई गुमाएको शोकमा छ भनेर। घरमा उनको दाह संस्कार भइसक्यो भनेर। आँखा खुल्ने बित्तिकै उनी सोध्न थाल्छन्, म कहाँ छु, मेरो परिवार कहाँ छ? दुर्घटनाको 3 महिनापछि सुभाषका नातेदारले उनलाई भेटेर घटनाबारे सबै वृत्तान्त बताइदिन्छन्। मेरो भाइ चाहिँ अरू कम्पनी थियो, त्यहाँ म त हुन्डैमा थिएन, मेरो भान्जा हुन्डैमा थियो। अनि उनीहरू मलाई भेट्न आएको रहेछ भन्नु न। अनि आएपछि म कहाँ छु भन्दाखेरि हस्पिटल किन आएको हस्पिटल भन्दाखेरि यस्तो एक्सिडेन्ट भएर आएको भन्दा त्यतिर। अनि म उठ्नु खोज्दा मेरो हात बाँधेको रहेछ, चल्नु नखुट्टा बाँधेको। अनि म किन उठ्नु सक्दैन भन्दाखेरि त्यस्तो एक्सिडेन्ट भएर चाहिँ त्यसरी बसेको रहेछ। तपाईँलाई त मृत घोषणा गरिसकेका छन्। यो सुन्दा सुभाषको मन चिया हुन्छ। उनी जिउँदै थिए तर उनको नाम मरेको मान्छेको सूचीमा राखिएको थियो। यतिका दिनसम्म साउदीमा उनलाई कसैले चिन्न सकेन। घरमा सम्पर्क गरौँ नम्बर थाहा छैन। जसो तसो घरमा फोन लगाउँछन्। श्रीमतीलाई फोन गर्दा 2-3 शब्द मात्र बोलेर भक्कानिँदै फोन काटिदिन्छन् सन्तोषीले। फेरि फोन गरेर आफू जीवित रहेको बताउँदा परिवार आश्चर्यमा पर्छ। उनीहरूलाई यो सबै एउटा सिनेमाको कथा जस्तै लाग्छ। उनकी श्रीमती सन्तोषीलाई अझै विश्वास लाग्दैन। भिडियो कलमा बोलेपछि मात्रै उनले विश्वास गर्छिन्। सुभाष जीवित भएको कुरा परिवार आफन्त हुँदै सारा समाजले थाहा पाउँछन्। मृत्यु भयो भनिएको मानिस 3 महिनापछि जीवित। झट्ट सुन्दा सबै अचम्ममा पर्छन्। समस्या यहीँ सकिँदैन। सुभाष अझै अस्पतालमै छन्। कम्पनीले मृत घोषणा गरिसकेको छ। अब घर फर्कने कसरी? आफू अशक्त, 3 महिनादेखि अचेत, परिवारको भविष्य सबै आफ्नो काँधमा। सुभाष तामाङ जीवित रहेको कुरा आफन्तले भान्जी मार्फत सुभाषका परिवारलाई पहिल्यै भन्न खोजेका रहेछन्। तर सुभाष कागजमा मृत घोषित भइसकेका व्यक्ति थिए। परदेशको अस्पतालमा कतै कम्पनीले आफू बदनाम हुनबाट बस्न सुभाषको ज्यान तलमाथि गरिदियो भने आफन्तले सुभाषका परिवारलाई के जवाफ दिउन्? यही डरले उनीहरूले सन्तोषीलाई यो सत्य बताएर पनि कुरा मोडिदिएका रहेछन्। अब बल्ल गाउँलेले भन्न थाल्छन्, मलाई त पहिले लागिरहेको थियो यो सुभाषको सब होइन भनेर। अनि केहीले वैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिको परिवारले पाउने रकम हत्याउन सुभाषकी श्रीमती सन्तोषीले आफ्नै श्रीमानको दाह संस्कार गरिन् भन्ने सम्मको आक्षेप लगाउने भ्याउँछन्। छरछिमेकीको बोली वचनहरू सुन्दाखेरि त यस्तो किन मलाई परेको होला, बरु म त पहिल्यै मरिगएको भए नि हुन्थ्यो होला जस्तो पनि लाग्छ। 3 महिनापछि उनलाई कम्पनीले लिएर जान्छ। सुभाष सोच्न थाल्छन्, म त यहाँ घर बनाएको ऋण तिर्न आएको हुँ, पैसा कमाउन आएको हुँ। उनले कम्पनीसँग यही भन्छन् कि मलाई घर पठाइदेऊ कि काम देऊ। घरको जिम्मेवारीले उनलाई अझै धेरै पिरोल्दै जान्छ। साथीहरू बीच कुरा चल्न थाल्छ, त घर जान पाउँदैनस्, जिन्दगीभरि यतै बस्नुपर्छ। घर पुग्ने अभिलाषाले उनी कम्पनीमा निरन्तर धाइरहन्छन्। के हुँदैछ प्रक्रिया, म घर कहिले जान पाउँछु? उनी सोध्छन्। त्यो बिरानो परदेशमा न कसैले लास चिने न त कसैले उनको पुकार नै सुने। सुभाषलाई नेपाल फर्कन वर्षौं लाग्यो। कागजात मिलाउन, जिन्दगी प्रमाणित गर्न उनले अनेक कष्ट झेले। जिउँदो मान्छे मरेको प्रमाणित गर्न सजिलो छ, तर जिउँदो प्रमाणित गर्न धेरै गाह्रो, यो उनले बुझे। अन्ततः कम्पनीले घर फर्कने व्यवस्था मिलाउँछ। 20 महिनापछि आफूहरूले गुमाइसकेको व्यक्ति, छोरा छिमेकी जीवित घर फर्किएर आउँदा माहौल अर्कै बन्छ। तर उनको परिवार, गाउँ र समाजमा एउटा नयाँ प्रश्न खडा भएको थियो। मृत्यु भएको मान्छे फेरि जिउँदै कसरी फर्किएर आयो? सुभाष घर फर्किएपछि उनको जन्मथलो भोजपुर लगिन्छ। उनलाई रीति अनुसार भकारीमा 9 मिनेट बस्न लगाइन्छ। समाजले उनलाई पुनः जन्मको मान्यता दिँदै नयाँ जीवनको सुरुवात गराउँछन्। श्रीमतीलाई विवाहको प्रतीक सिन्दूर र पोते लगाएर फेरि नयाँ जीवनसाथीका रूपमा स्वीकार गरे। बाकसदेखि भकारीसम्मको यात्रा उनको जीवनको सबैभन्दा ठूलो युद्ध थियो। सुभाषले पुनर्जन्म पाएका थिए, बाआमाले छोरा अनि श्रीमतीको खाली सिउँदोले सिन्दूर। तर घर आएपछि पनि उनलाई सुख कहाँ थियो र? घर बनाएको ऋण अझै छँदै थियो।
बालबच्चाको भविष्य बन्नै बाँकी थियो। जीवनले दोस्रो मौका दिए पनि समाज र सिस्टमले फेरि मर्न बाध्य बनाउँछ भनिन्छ नि, यस्तै भयो उनलाई। अभावले चेपेपछि उनी फेरि विदेश जाने निधोमा पुग्छन्। तर उनी मृतक घोषित भइसकेका थिए। नागरिकता नभएको मान्छेको पासपोर्ट कसरी बन्न सक्छ? उनी कुहिरोमा रुमलिएको काग जस्तै हुन्छन्। कम्पनीको गल्ती र कागजात बनाउने झन्झटिलो प्रक्रियाका कारण उनी जिउँदो नागरिक भए पनि 5 वर्षसम्म मृत्यु दर्ता हातमा बोकेर हिँडिरहे। जीविकोपार्जनका लागि केही गर्न खोज्थे, नागरिकता बाधा बनेर खडा भइदिन्थ्यो। जिउँदो मान्छेको मृत्युको प्रमाण कागजले दिन सक्छ, तर त्यो कागजले उनको जिन्दगी फर्काउन सकेन। उनी जीवित थिए तर नागरिकतामा मृत। उनी सोच्थे, म बाँच्नका लागि बाँचेको प्रमाणित गर्नुपर्ने देशमा बाँच्दैछु। कस्तो विडम्बना! उनले कानुनी रूपमा आफू जिउँदो प्रमाणित गर्न 5 वर्ष लगाएर सरकारी कार्यालय धाए। अन्ततः 2078 श्रावण 28 गते सुभाषले नयाँ नागरिकता पाए। सुभाष साउदी अरबमा कमाई गर्न गएका थिए, तर त्यो कमाईको बाटोमा जिन्दगी नै बदलियो उनको। तर यो कठिनाइले उनलाई झनै बलियो बनाइदियो। उनले गाउँमै सानो व्यापार सुरु गरे। श्रीमती र छोराछोरीलाई साथ दिए। उनी बाँचिरहेका छन्। उता टेकेन्द्र भण्डारीका परिवारले अन्त्येष्टि गरेको स्थानको माटो लगेर अन्तिम कार्य गरे। कम्पनीले सब सही जाँच गरेर पठाएको भए, परिवार आफन्त छरछिमेकीले काठको बाकसमा हेरेर लासलाई चिनेको भए, अनि सरकारले समयमै नागरिकता दिएको भए सायद उनले यो कहाली लाग्दो सङ्घर्ष झेल्नु पर्दैन थियो होला। यो घटना केवल सुभाष तामाङको मात्र होइन, यो एउटा समाजको ऐना हो कि कसरी एउटा गल्तीले सिङ्गो परिवारले कति पीडा भोग्नुपर्छ भनेर। सुभाष तामाङको यो घटनाले हाम्रो सार्वजनिक सेवा प्रणाली, समाज र मानवीय संवेदनाको एउटा गहिरो प्रश्न सोध्न बाध्य बनाउँछ। सुभाषको सङ्घर्ष सबैका लागि एउटा पाठ हो। हवस् त, यस्तै खोजमूलक भिडियोका लागि डिस्कभर नेपाल हेर्दै गर्नुहोला। नमस्ते।